नेपाल कनेक्ट, क्यानाडाबाट नेपाल जोड्ने समसामयिक सन्दर्भ। हजुर, नेपाल कनेक्ट। एनआरएन क्यानाडाको 6औं पूर्ण बैठक हालै बस्यो, जसका मुख्य निर्णयहरू निम्न बमोजिम रहेका छन्। 1. एनआरएन क्यानाडाले क्यानाडामा रहेका सबै नेपाली मूलका व्यवसायी, व्यापारी तथा सङ्घ संस्थाहरूको तथ्याङ्क सङ्कलन गर्ने, जुन कार्यको जिम्मेवारी युवा संयोजक हेमराज काफ्रेलाई दिइएको छ। सन् 2026 को वार्षिक क्यालेन्डर निर्माण गर्ने पनि निर्णय गरिएको छ, जुन कार्यको संयोजन वरिष्ठ उपाध्यक्ष डाक्टर पुण्यसागर मरठाले गर्नुहुनेछ। एनआरएन क्यानाडाको आगामी वार्षिक सभा जुन 27, 2026 मा नायग्रा फल्समा आयोजना गर्ने निर्णय पनि भएको छ। सामाजिक तथा मानवीय सहयोगका कार्यहरूका सन्दर्भमा केही निर्णयहरू भएका छन्। धनकुटामा ब्लड बैंक स्थापनाको लागि सहयोग गर्ने, लन्डन ओन्टारियोका दिवंगत गगन बहादुर गुरुङको परिवारलाई सहयोग गर्ने र एडमन्टनको जुनियर डान्सिङ स्टार्स 2025 लाई सहयोग गर्ने निर्णय पनि भएका छन्। त्यसैगरी क्यानाडाबाट नेपाल गएर आत्महत्या गरेका माझी दम्पतिको बीमा सम्बन्धी विषयमा खोजबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी महिला उपाध्यक्ष समीक्षा कार्कीलाई दिइएको छ। संस्था एकीकरणपछि नयाँ सदस्यता खुला गर्ने पनि निर्णय गरिएको छ, जसको लागि आवेदन मिति जनवरी 10, 2026 सम्म कायम राख्ने निर्णय गरिएको छ।